हो र लजाउने हाम्रो बैरिया बजारमा होइन बहिरिया पुङ्ची बजारमा पुङ्ची बजारमा फ्रेस माइन्ड फ्रेस गराउँछ सुगन्धहरू पनि डे बाई डे आउँछ कहिले फुलहरूको सुगन्ध आउँछ हावा चलिरहेको हुन्छ पारी पारीको कहाँको कसको हस्पिटालिटीमा भएको बारटेन्डिङको प्र्याक्टिकल What's up everyone, welcome back in my new video. स्वागत छ। आज चाहिँ हामी कहाँ जाँदैछौँ भन्दा स्कुल अब हाम्रो चाहिँ ड्युटी सुरु भइसक्यो। अब स्कुल जानु पर्यो, पढ्नु पर्यो, रमाइलो गर्नु पर्यो होइन अनि झ्याप्प लाएर अरू चाहिँ के भन्नु छ र 4 नम्बरको स्थिति चाहिँ यस्तै छ केटा है गर्मी छ अरूभन्दा पनि गर्मी छ गर्मीले ब्याग पार्छ पारे पनि के गर्ने बस्नुपर्छ होइन त्यस्तै हो यता हाम्रो चाहिँ 4 नम्बर चोक भन्ने चाहिँ यो भयो यहाँ चाहिँ हाम्रो बन्दैछ ब्रिज बन्दैछ माथिबाट स्वाट जाने अनि तलबाट स्वाट उठ्नेवाला भएर पनि हो अब चाहिँ स्कुल जाम भने त्यसपछि चाहिँ अरू बाँकी त कुरा गर्दै गरौँला त ल आयो है स्कुल आयो कि नै आयो के होइन यहाँ मामाको हेभेनमा छ म क्या ल हेभेनमा स्वर्ग भन्छ नि ल आयो यो चाहिँ हाम्रो पब्लिक हस्पिटालिटीको स्कुल भइहालेर नमस्कार नमस्कार अरू के छ सेप सर ठिक छ के भन्न चाहनुहुन्छ हाम्रो अडियन्सहरूलाई केही भन्दैन चिल तिमीले केही भन्छौ केही भन्दैन चिल भनाउँछ भाइ चिल गर इन्जोय गर मेरो भिडियो हेरेर रोशनी यस बल्ल हेलो आएछ है यता यता नो के रोशनी सरी अब के गर्ने कहिले काहीँ म गर्नु भनिदिन्छु के गर्नु गाह्रो छ खरुनी मैले हिजो एउटा कन्टेन्ट सोध्छु भनेको शब्द त्यस्तै आयो अनि त्यही भएर भयो ल अब चाहिँ हामी क्लासमा भेटौँला त्यसपछि चाहिँ भित्रपट्टि के छ कस्तो हुन्छ म देखाइदिइहाल्छु अहिले चाहिँ म क्लासमा छु क्लासमा नि आइसकेँ यहाँ चाहिँ सर बसिराख्नु भएको छ भने क्लासको स्थिति चाहिँ यस्तो छ क्लास भन्ने क्लास ग्राउ भएको चाहिँ सरान भएको छ त्यही भएर मोबाइल मस्त चलाइरहेको छ सर आएपछि फेरि मोबाइल चलाउनु पाउँदैन है अब त्यो क्लासपछि भेटौँला किनकि मैले पनि क्यामेरा अन गर्नु पाउन्न है ल अहिले चाहिँ हामी बाल कटिङ भनेर आएको बाल चाहिँ कटिङ गर्न पर्यो गिराउ अरू त जेसुकै होस् बाल कट गर्नु पर्यो त्यो आइडेन्टिटी कार्डको लागि चाहियो क्या त्यही भएर यहाँ आएको दिमाग खराब यार पसल बन्द हुन्छ यार गर्ने कि यो चाहिँ हाम्रो यो 4 नम्बर दिस इज 4 नम्बर छु अब बाल कटिङ गर्ने आज के बार रहेछ त फेरि बिर्स यार मङ्गलबार बन्द हुन्छ अरे कहिले ठाउँ बन्द भाउ रेको कुरा सुन्दैछ है केटा गएपछि थाहा हुन्छ अनि के भन्छ मङ्गलबार सबै बन्द हुने रे तर यहाँउरि चाहिँ शनिबार बन्द हुन्छ भन्छन् सरले तर हेरौँ आई क्यान सी केटा म हेर्दैछु यसरी खोइ हेर्दैछु हेरेपछि भेट्दैछु काटदेखि यहाँसम्म आइसकेँ एउटा कपाल काट्ने ठाउँ देखेछु भने त मरिजाऊँ के भन्थ्यो र अघि नै यत्रो ठुलो ठाउँमा कपाल काट्ने ठाउँ भेट्टिन्न यो गाउँ कपाल काट्ने ठाउँ छैन 4 नम्बर जस्तो ठाउँमा होइन यो गाउँ हो गाउँमा के गर्ने केटा एउटा कपाल काट्ने एउटा त्यो बोट छ खै कहाँ छ त्यही नै बन्द छ केटा यस्तो अन्डरग्राउन्डमा हेर त यस्तोमा देखेँ त्यही नै बन्द छ इट्स ओके अब चाहिँ हामी रिटर्न गइन्छ आज फोटो आइडेन्टिटी कार्डको अलि हिरो टाइपको ट्याक्क खिचौँ भनेको हिरो त यसरी त छु कि छैन र झ्याम्मा आर्मी कट कि त स्लो भानौँ भनेको फुल स्लो भानौँ भनेको दामी देखिन्थ्यो क्या लुक चेन्ज हुन्थ्यो यहाँबाट यस्तो उठेछ नि त सो अब के गर्ने अब बन्द छ त बन्द छ नि बालै फरर अब लेट्सको पहिला क्लासमा चाहिँ म नि त्यसपछि भेटौँला एरियाहरू त के देखायो भने अरे यस्तो पनि होइन औरा लाग्छ जे देख्यो त्यही छ न्यू भन्ने चिज केही पनि छैन
त्यही भएर पनि औरा लाग्छ के भन्न चाहन्छु केटा हो होइन केही छैन यहाँ त जहाँ देख्यो त्यही नौलो लाग्छ यार कि नौलो नै एउटै कि यार दिनदिनै सेम देखि वाक्क घरतिर भएको पहाड एरिया भएको भए डे बाई डे भ्यू चेन्ज हुन्छ नि त सो फ्रेस माइन्ड फ्रेस गराउँछ सुगन्धहरू पनि डे बाई डे आउँछ कहिले फुलहरूको सुगन्ध आउँछ हावा चलिरहेको हुन्छ पारीको कहाँको कसको भात डरो कि डरेन भनिन् थाहा पाइन्छ तर यहाँ त्यति नै अब मान्छे मरिरहेको छ यो नाली छ यो नाली हो यसभित्र नारी यसको बास्ना पनि आएन क्या तर म बास्ना सुन्न चाहन्छु भन्न खोजेको त होइन तर भन्न खोजेको चाहिँ यहाँ डेली एउटै चिज छ क्या एउटै चिज नो चेन्ज नो दिनदिनै फ्रेस फिल पनि हुन्न झ्याउ मात्र त्यस्तै केटा ल अब चाहिँ क्लासमा गएर भेट्नुपर्छ बाँकी कुरा त गएर गर्दै गरौँला है त ल अहिले चाहिँ म क्लासमा छु हाम्रो चाहिँ यहाँ बारहरू ट्रेनिङ गरेर कम्प्लिट भएको छ र अहिले चाहिँ वेस्ट फुडहरूलाई चाहिँ वेस्ट नगरिकन कन्ज्युम गरिराख्नु भएको छ होइन कपिल वेस्ट स्कुल अफ हस्पिटालिटीमा भएको बारटेन्डिङको प्र्याक्टिकलहरू जहाँ हामीले प्रपर सबै टाइपको ककटेलहरू बनाउन पनि सिकाउँछौँ अल टाइप्स अफ लिक्विड्सहरू युज गरेर होइन अरूमा जस्तो डेमो क्लासहरू हामीले लाइभ अल्कोहलहरू नै युज गरेर दिस इज द क्वालिटी है किन भन्दा स्टुडेन्टहरू होइन यहीसँग खेल्न अहिलेबाट सिक्यो भने पछि गएर डराउँछ त्यति नै हो थ्याङ्क यू सो मच सर सबैलाई स्वागत छ ककटेलहरू छ जस्तै कि अब सुन्ने खालको एकदम होलिडे ककटेल पिङ्क लेडी व्हाइट लेडी होइन यस्तै ककटेलहरू होइन कि एउटा स्टुडेन्टलाई साथ दिएको ठिक छ ल ल हाम्रो चाहिँ यो बाटोको अहिले प्र्याक्टिकल चलिरहेको छ आज चाहिँ हाम्रो जिम बेस प्र्याक्टिकल हो आज भयो ट्याक्क अब प्र्याक्टिकल भ्याएर चाहिँ यो जसले बनायो हामीले चाहिँ खाने हो यो त्यही भएर सरहरूसित मिलेर हामीले चाहिँ रिफ्रेसिङ ड्रिङ्क्स ककटेल्सहरू चाहिँ सबैले मिलेर खाइरहेको छौँ है त तिमीले के भन्न चाहन्छौ मैले चाहिँ सबै चाहिँ भन्न चाहन्छु ओके ओके ठिक छ एउटा ल यता सर गुड ओके ए माछा बैरिया बजारमा होइन बैरिया पुङ्ची बजारमा पुङ्ची बजारमा यहाँ चाहिँ हाम्रो स्याउ लिन होइन सर ट्याक्क लाएर विक्रम सरलाई चाहिँ हो स्याउ ल चियापा लाएर हाम्रो सर अब मार्केटिङ हान्नुहुन्छ मलाई ट्रेनिङ दिइदिनुहुन्छ कि सरले चलो फेरि आज हावा लाग्छ यार पानी पर्छ कि नै सर यार यसभित्र चाहिँ जिउडो माछा छ यार मरो कि चलो कि के गरो थाहै पाइएन हेलो हाम्रो मिसले त्यहाँ बारिस्ता सिकाउँदै हुनुहुन्छ है हेलो हजुर म चाहिँ बारिस्तातिर घुस्ने हो यो हो बहत्रा भेट्छ यार मिस के भन्न चाहनुहुन्छ अनि स्टुडेन्टहरूलाई कसरी सिकाइराख्नु भएको छ किन हो र लजाउने हाम्रो मिस्त्री लास्टै लजाले हुनुहुन्छ क्यामेरा देखेर के ड्रेस छैन त्यही भएर लजाएको है होइन ए होइन रे लजाएको ल गेट्स ल ए यता त क्लिन भइसकेछ होइन गिलासहरू ठिक छ ल अब म पनि अब एकैछिन यहाँ म पनि अब कफी बनाउनु पर्छ न्यू मेम्बरले दामी ल यतिको बनाएको त धेरै कुरो नि होइन म्याम
ताली हजुर, हजुर। ए मिस घरबाट ओके हान्नु सानो होइन होइन केस हान्न मेरो हान्नले होइन होइन केस त हान्न मेरो केटा केस हान्न ओके के भन्नु न मिस मिस म नाच्छु ग नाच्न म गाना बजाइदिन्छु ल अब चाहिँ म पनि कफी बनाउनु लाग्छु अब चाहिँ हाम्रो कम्प्लिट हुन लागिसक्यो जो प्राइस थियो यहाँ चाहिँ हाम्रो क्लोजिङ टाइम बनायो न त्यही भएर बाई ल अब चाहिँ हाम्रो पनि एन्डिङ लागिसक्यो म्यामसित पनि भेट हुनु पायो र हाम्रो सरसित विक्रम सरसित भेट गर्नु के भन्न चाहनुहुन्छ हाम्रो एन्डिङमा के भन्ने अब भाइले राम्ररी कफीको प्र्याक्टिस गरिरहेछ भाइले मेहनत गरिरहेछ होइन भाइको अब युट्युब च्यानलमा हाल्छ कि केमा हाल्छ भाइ जान्नु है मैले फलो गर्छु तिमीले खोजेर के उसलाई फलो चाहिँ गर्नु युट्युब भए पनि फेसबुक भए पनि जेमा भए पनि उसलाई फलो गरेर राख्नुहोस् एकदम रमाइलो कन्टेन्ट राख्छ अनि हाम्रो कपिल बस्ती स्कुलमा 4 नम्बर वरपर गएको छ नि भिजिट गर्नु थ्याङ्क यू